मैले पैसा हालिदिन्छु बुझिस् नि तर गिफ्ट थापेर अरूको बारेमा अरूको इज्जतको धज्जिया उडाएको सुनेर गेम खेलेर नबस बुझिस् नि तेरो पनि बुढी छ तेरो पनि दिदी बहिनी होला तेरो पनि आमा होला बुझिस् तेरो गिफ्ट हालेर बोला त्यसपछि म गएँ त्यहाँ म गएर त्यत्रो बोल्दाखेरि पनि न यो होस्ट बोल्यो न त्यो गेस्टमा बस्ने त्यो मुजी आमा बलात्कारी रन्डीका छोरा त्यसलाई चाहिँ बरु त्यसको आमाले भिसी गरेर त्यसलाई अमेरिका पुर्याएको होला त्यो अमेरिका छ यहाँ कहाँ छ मलाई मतलब भएन दामी अनि खाडीमा बसेर पनि अमेरिकाको झन्डा राख्छ जसले पनि त्यो अचेलको जमानामा हैन त्यो अब कहाँ छ के छ त्यसको त लोकेसन हेरेपछि थाहा हुन्छ को कहाँ छ भन्ने कुरा त अनि मैले त्यहाँ गएर कति कुरा गर्दाखेरि पनि कसैले एक शब्द बोलेन हैन त्यो म त्यहाँ गएको केही अर्थै भएन के बुझ्यौ नि अनि किन तिमीले त बोल्नै पाएन नि तिमी के भन्छ रे त्यसपछि मलाई म्युट हान्ने र त्यहाँबाट तल फाल्ने को रहेछ भन्दाखेरि आमार सौगत भन्ने रहेछ त्यसको मैले यहाँ भिडियो स्क्रिनशट गरेर राखेको छु हैन हजुर किनभने एउटा होस्टको एउटा जिम्मेवारी हुन्छ हेर होस्टको जिम्मेवारी के हुन्छ भन्दाखेरि अरूको नाम बेचेर आफ्नो गिफ्टरले गिफ्ट फालिराख अरूको नाम के भनेको रे भनी ए यो तिहारीको छम्मा रहेछ त्यो मिरु भन्ने ए त्यो केटी भिसिगल हो मसँग पनि के अरे फेसबुकमा एड छ भनेर भन्दाखेरि भनेको रे मैले भर्खरै यहाँ त्यहीँ सुनेको है आमार भाइ त्यो सौगात भाइको मुखबाट त्योलाई पनि अहिले यहाँ लिएर आउन सक्छु मैले भर्खर त्यसको लाइभ हेरेर आएको म बुझ्यौ बिहान पनि सुनेको तर भर्खर पनि त्यसको लाइभमा पनि सुने के मैले यो कुरा भयो भने तिमीले कुरा अघि बढाऊ हैन म जान्छु साथीहरु सुन आकाश तिमीले हैन सुनौ हैन हेर यो कुरा जबसम्म तिम्रो गिफ्टर आएर मलाई माफी माग्दैन तबसम्म यो कुरा यतिकै रहन्छ के भनी मसँग माफी माग्नु पर्यो हैन सुस के भनी मसँग माफी माग्नु पर्यो लाइभमा आएर के भनी मेरो मैले भिसी गरेको भिडियो यहाँ सबलाई देखाउनु पर्यो एकछिन मिरु रोक भन त आकाश भन सुन साथी तिमीहरुको म तिम्रो क्षमा गरेर नराम्रो भनेछु सुन यो लाइभमा तिमीले भनेको कसले भन्यो के तिम्रो गिफ्टरले भनेको हो नि त तिम्रो गिफ्टरले भन्दाखेरि तिमीले सुन आकाश तिम्रो गिफ्टरले भन्दाखेरि मेरो लाइभमा आएर यस्तो अरूको कुरा नगर भनेर तिमीले भन्ने कि म त हाँसेर गेम खेले तिम्रो गिफ्टरले त्यसो भनेपछि जुन त यसको र मेरो नामै लिगेपछि तिमीले गएर त्यो के अरे यस्तो केटीहरूको विषयमा तिमीले नाम लिन हुँदैन भनेर भन्छौ कि त्यसपछि गएर तिमी हाँसेर बस्छौ ल मैले यति भन साथी सुन न ओ एमआर सौगात आयो ल तिम्रो उसँगको चिन्जान कहिलेसम्म संस्कारसम्म त भन तिमीले मलाई सुन संस्कारको त नियतै खराब मैले त लगभग 2-3 चोटि गिफ्ट हान्यो त्यसपछि हो यो संस्कार भन्ने यो फुच्चे आयो हैन यो फुच्चे भर लाइभमै थियो हैन यो फुच्चेले रहेछ बिहान म्युट हानेको एकछिन सुन मेरो हाम्रो झडै परे हैन ए आकाश सुन तिमीलाई र गर्लफ्रेन्डले केही भनेको छ सुन तिमीले ओए तिम्रो लाइफमा गएर मुझे यो भिसी हो मसँग ऊ भन्दा ओर्दा तिमी मुझे मस्त हाँसेर बसेर गेम खेल्छौ वर्छ मुझे उसको कुरा सुनेर बस्छौ वर्छ भनेपछि तिमीलाई यहाँनिर चुबलार हैन सुन मेरो कुरा सुन त ओए आकाश वाइटी तेरो गिफ्टर यहाँ ल्याइज अनि त यहाँबाट जा भाइ ओए सुन ओए भाइ ओए तेरो गिफ्टर यहाँ ल्याइज त्यसपछि जा ल जा तेरो गिफ्टर ल्याइज त जा ल गिफ्टर लिएर आइज ल तू गिफ्टर लिएर आइज ल जा त्यसपछि जा तेरो काम छैन यहाँ बुझिस् नि तेरो गिफ्टर यहाँ आउनु पर्यो पहिला बुझिस् अनि सुन गिफ्टको लागि हाँसेर अरूको चरित्र हिँड्न पनि गिफ्ट लिएर हाँसेर बस्छस् भने पलाएर तेरो स्वास्नीले 1 महिना पाल्दिन्छु म बुझिस् नि सुन के सुन सौगातले अहिले के भने हाने मैले म्युट हाने हैन भन्यो मैले त्यहाँ हेरेको छु को चाहिँ के भन्छ मोड छ भनेर हेर्दाखेरि तिमी एउटा मात्रै मोड छ कि आकाशले म्युट हाने या तिमीले बोले तिमी अघि भर लाइभमा बोलेको यहाँ स्क्रिन रेकर्ड छ नि मसँग तिमीले हैन दुईजनालाई म्युट हानेको भनेको अघि भर्खर भाइ मैले तिम्रो भिडियो फेरि मैले यहाँ स्क्रिनशट गरेर राखेको छु हेर फेरि हैन तिम्रो नि फेरि ल एकछिन नगर है एकछिन नगर तिमी छ नि के अरे ल यो विषयमा के अरे तिमी आफ्नै ठाउँमा तिमीले के जस्तै ल मैले त मेरो मन कुरा भने मेरो लाइफमा आएर मानव ठुल्दाइले यो केटी हो यस्तो हो उस्तो हो भनेपछि मैले बुझी ठुल्दाइलाई भन्छ कि अझै के भन्छ अरे झन् हाँसेर कुरा उडाइदिन्छ ल भन त अनि अझ पुरा घरि माया गफ गरे घरि के गरे के भने के हो थाहा फ्याट कुरा भन्दिन्छु सुन है मैले तिमीहरुले पैसा हालेको 26 हालेको 30 हालेको उले मलाई पैसा दिएन आकाश अझै थाहा छ अझै यस्तो पैसा त छ नि लगभग के भन्छ अरे यसले त मलाई त यो जुन त 30,000 हाले भने छ नि त 10,000 जति त गिफ्ट रे त्यो मिसन के हाल्दै खा त ऊ जस्तै अघि त हाम्रो के अरे प्राइम आछ ल यस्तो मैले तिर्नी हो भने त लगभग 25, 30, 35, 40, 50,000 हुन्छ मैले सबैले पैसा तिर्ने भयो भने त
त्यो मिसनको पैसा बुझ्यौ साथी उसले मलाई स्क्रिनसटै पठाएको पैसा हालेको धरि हैन पैसा त्यो त रूपनसँग ल सोध्दा हैन के भन्छ अरे मलाई होइन रूपनसँग त म कुरा गर्छु जब म त तिम्रो लाइफमा आएर बेला बेला आएर मैले हाँसी खुसी गरेर टक्क के अरे जाने मान्छे तिमीले याद गरिरहेको छैन तिमीले याद छ सुन हो जब म त्यहाँ छिर्ने बित्तिकै संस्कारले तिवारी चोर यस्तो खाते राणी चोर यस्तो यस्तो भन्दै गर्दाखेरि तर तिमीले एक शब्द केही भनेनौ कि के भन्छ अरे त्यो त पछि जब भिसी सुन त्यो त पछि लास्टमा सुन त्यो त लास्टमा तिमीले गेममा बोलायो तिमीले सुन त्यो गेममा बोलाउँदा पनि टक्क लाएर ऊ गरिदिन्छ के अरे लाइभको के अरे अफ गरेर मस्त बोलेर बसिरह तर त्यो भएन सुन नराम्रो त ओइ ल हेर ल तिमी विश्वकर्माको हात राखेर भन हेर आकाश तिमी पनि मुजी लाइभमा मुजी के भन्छ म यस्तो कर्मको खाएर भन मैले तिमीले माइक म्युट गर्दाखेरि सबै रफ ओडकले बोलेर लास्टमा सहँदै नसकेर मैले बोलेको थाहा यसलाई बाहिर पठाऊ रूपन तिमी म रूपन बसेर कुरा गर्छु भन्दाखेरि तिमीले रूपनको माइक अफ भएको बेलामा उसले माइक अन प्लिज भन्दै के अरे यो कस्टुममा लिएर नगइकन तिमी र के अरे तिमी त बोल्दै बोलेन उसले मैले खाली भन्दै यसलाई बाहिर पठाऊ रूपनको र मेरो कुरा गराइदेऊ भन्दा तिमीले गरायो भनेर विश्वकर्मा कसम खाएर भन ल बुझी म स्क्यामर हो ल भन ल विश्वकर्माको कसम खाएर भन मुझे तिमीले पनि पिसी बिल गरेछ पिसी बिल गरेर तिमी पनि म यो क्षेत्रमा सुन तँ त लास्टमा भनेको तँ त लास्टमा तिमीले जे काम गर्छौ सब लास्टमा मात्रै गरिरहेछौ कि तिमी पनि हेर किनभने झुटो नखाऊ किनभने तिमी पनि एउटा म यो क्षेत्रमा केही गर्छु भनेर पिसी किनेर आएको मान्छे म पनि यो क्षेत्रमा अब चाहिँ म नि केही गर्छु भनेर पिसी किनेर आएको मान्छे होइन पिसीमा हात राखेर भन मैले देख्नु पर्यो होइन पिसीमा हात राखेर भन ल के अरे मैले दिउँसो गरेको काम सबै मैले राम्रो गरेँ भनेर भन म कुकुरको छोरो मुझी आजदेखिबाट ल भन बुझी ए हो आजसम्म सुन मैले भनिरहेको छु मैले बारम्बार भनिरहेको छु म के अरे कस्टुममा लिएर जाऊ भन्दा नि गएन यो संस्कारलाई के अरे संस्कारलाई गर भने खालि कि घान्छ बोलाउँछ खालि कि घान्छ फेरि तिमीलाई रिक्वेस्ट पठाउँछु फेरि उसले के गर्छ ग्रुप उसलाई दिएको छ है तर तिमीले त साह्रै रमाइलो खेल खेलेको थियौ नि त्यो बेलामा थाहा छ तिमी त तिम्रो र मेरो एज त अब सेम एज हो यार हामी भनेको त मुझे बुझ्ने मान्छे अझै त्यो संस्कार भन्दा 35 वर्षको कति वर्ष 30-35 वर्षको तिमी र हामी भने त लगभग सँगसँगै एज भएको मान्छे यार तर तिमी यस्तो छौ भने हामी भनेर बुझ्ने मान्छे हो बुझ्यौ नि सुन तिवारी सुन अब कुरा बगी जति कुरा लम्बाउँछौ हैन तिमीले बढी थोरै शब्द बोल्दैला मैले बढी थोरै शब्द बोल्दिउँला झन् चर्किन्छ हैन सुन मेरो कुरा रूपनको पैसा के उसले मलाई भनेको के भन्दाखेरि चाहिँ फ्याक्ट कुरा भनिदिन्छु मैले अघिदेखि भनिरहेको छु होइन उसले के भन्दा मलाई चाहिँ उसले पिसी किन्दा पैसा पुगेन रूपन हाल्दै भनेपछि दुईचोटि गरेर हालिदिएको आएका साथी मैले पैसा पाएन भन्यो होइन आएर भनेको भने त कुरा गरिराख्नु त्यसै मैले त उसले पैसा खाएर चाहिँ के नदिए हुन्थ्यो मैले त्यसलाई पनि भनेको ए साथी छ भने पैसा फाल्दै मुली गएर कुरा काट्दै गर्दै हिँड्ने गर्छ भनेको भने हो नि त्यही त मैले यो कुरा बुझेँ तिमीले यो कुरा बुझेनौ कि यो युट्युब च्यानल चाहिँ कसरी आयो भने तिमीले त्यो कुरा बुझेनौ कि बुझ्यौ नि तँ त अनि तिमीले त भन्ने हो नि त अनि के अरे गेस्टमा लिएर आएर मेन तिम्रो एउटा गल्ती सबैभन्दा तिमी मान्छे नराम्रो भन्नु खोजेन तिमी मान्छे एकदम राम्रो छौ के अरे लास्टमा मैले तँ मुझी बोलेँ किनभने म जब उसको कुरा आएर भिसी कुरा आएर मैले तिम्रो मुझी ठ्याक्क भनिदिएको तँ मेरो गल्ती बोलेँ त्यसले पनि गल्ती स्वीकार्नुपर्छ जब मेन तिम्रो सबैभन्दा ठुलो गल्ती के छ भने जब रूपन म तिमी र त्यो संस्कारको त यो विषयको कुरै होइन रूपनको र मेरो विषयको कुरो रूपनले तिमीले भनेपछि त्यसले मलाई त्यस्तो भन्दै गएपछि तिमीले संस्कारलाई सोलो राखेर रूपनको र मेरो कुरो लाइभमा तिमीले चलाउनु पर्ने कुरा हो तर त्यहाँ बोल्न दिएको थियो त्यसले कसले यी म्यासेज हेर्छौ रूपनको म्यासेज हेर्छौ यहाँ के भनेको छ म्यासेज हेर्छौ रूपनले ल हेर यहाँ हो त्यो म्यासेज सबै देखाऊ मेरो म्यासेज देखाउँछु ल हेर यहाँ कस्तो मुला के अरे यहाँनिर भनेको मलाई बोल्नै देखाएन टिकटकमा गयो मेरो म्युट हानिदिएको छ मलाई त्यहाँ गयो बोल्नै देखाएन भनेपछि तर मैले लाइभ हेरिरहेको छु त्यसले मलाई पनि भने हो त्यो लास्टमा गर्यो कि तिमीले त्यहाँबाट मलाई के हाने गर्यो सुन जब रूपन बोल्न थालेपछि मलाई के हाने जब मेरो सुन फेरि फायरको तरिका के हुन्छ यदि मसँग कोही फ्रेन्ड छैन भने चाहिँ उसको माइक म्युट हुन्छ गएर पर्सनली चाहिँ गर्न पर्छ उ त मसँग साथी छ म त उसँग त म्युट फ्रेन्ड छ त साथी उसको माइक त्यही त उसले त माइक अन प्लिज भने छ ल तँ कुरा छोड्दियो जेराथले के भन्यो थाहा छ सुन जेराथले के भन्यो जेराथले के भन्यो हुन त मैले जेराथलाई मैले कस्तो नराम्रो भनेको थिएँ जेराथ आयो भने त्यो जेराथ मेरो पहिला किनभने जेराथले मलाई धेरै सहयोग गरेको थियो तर मैले उसलाई पछि खै के भयो मैले उसलाई नराम्रो भनेको थिएँ तर मैले के भन्छ अरे माक्रोलाई हिजो माक्रोले भनेको थियो तर तिमीले जेराथलाई चाहिँ नराम्रो भनेको थियो त्यसलाई चाहिँ तिमीले सरी चाहिँ
भन्नै पर्छ भने हो मैले तिमी ऊ के अरे जेरथलाई मैले नराम्रो भने चाहिँ मैले उसलाई सरी भन्नुपर्छ। त्यसो गरेर जेरथले के भन्यो ती के अरे रूपन र तिवारी त 3-4 दिन अगाडि त पुरै लठारेर गेम खेल्दै गरेको थियो एनतेन गरेको थियो, फेरि अहिले आएर स्क्याम गर्यो भनेर भनिराख भनेपछि अनि जेरथले अनि के अरे त्यही कोड सबै कुरा दिइसकेर चाहिँ त्यही एउटा कोड बाँकी रहेछ, उसले फ्री भएपछि त उसले कोड दिइहाल्छ नि त। जेरथले कस्तो राम्रोसँग भन्यो यार, थाहा छ तिमीलाई? जे भयो नि युट्युबर त राम्रो हुँदो रहेछ केटा, कोही युट्युबर त राम्रो हुँदो रहेछ यार। तर तिमीले त्यति नै भन्न सकेनौ, तिमीले एउटा चुक्क नि भन्न सकेनौ। जब लास्टमा म फर्स्ट एड भएँ, उसलाई पनि मैले माथि लिएर आएर फर्स्ट एड भएपछि बिसीको कुरा आएपछि ऊ बोल्दै बोलेन, संस्कार बोल्दै बोलेन, त्यसपछि गएर तिमीले के अरे झुटो कुरा बोले किन भन्छ? तिमीलाई गिफ्टकै कुरा गर्छ तिमी। ल तिमी लाइभ आऊ, म $100 हानिदिन्छु, ल आऊ ल मुजी लाइभ आऊ, तिमीलाई $100 हानिदिन्छु, ल आऊ मुजी, ल आऊ ल। होइन अब किनभने तिमीले त्यही गिफ्टहरूकै कुरा गर्यौ, ल आऊ ल म कोइन एक्सचेन्ज गरेर $100 हानिदिन्छु, भगवान् कसम यो विश्वकर्मालाई पनि हात राखेर भन्ने, ल ल आऊ। तर तिमीले त्यही गर्यौ कि, तिमीले एउटा गिफ्टिङको लागि गर्यौ होइन? सुन ल मैले तिमीलाई गाली गरेछु न, मैले तिम्रो छम्मालाई गाली गरेछु, तर तिमी सबै कुरा भएको तिम्रै लाइफमा हो, तिमी नै मेन कारण हुन्छ, बुझ्यौ? तर मेन कारण कसरी हुन्छ भने तिमीले के अरे यो कसैलाई राख्ने होइन। हेर के अरे जब तिमीले भन्यौ नि त यो मसँग रोया गर्यो भने एकदम राम्रो हो। मसँग कसैले आएर भन्यो भने म सम्बन्धित मान्छेलाई ल्याएर राखेर कुरा गरिदिन्छ कि मैले त्यो के अरे झारे पारेहरूलाई कुरा राख्दैन। मिलाएको भए रूपले आएर भन्यो त मसँग त हुँदै हुन्थेन नि त साथी। त्यो त ल अब यो विषयमा ठुलै तपाईँ बोलिदिनु त, अब ठुलै सुतिछ ल। अब भने नि आकाशले के भने थाहा छ के अरे तिमीहरूको विषयको कुरा तिमीहरूले किन मिलाएन अरे? ठुल्दाइले मिलायो होइन? एकछिन सुन, ठुल्दाइले पनि 3-4 दिन, ल ठुल्दाइ तपाईँ आफै भनिदिनु, म केही भन्दिनँ यो विषयमा। यस्तो हो क्या केटा, हो तिमीहरू भनेको एउटा स्टिमर भइसकेपछि तिमीहरूको बिचमा त्यो विदाउट प्रुफ विदाउट एनिथिङ पर्सनली यसरी के अरे लाइभमा भन्नु र पर्सनली भन्नुमा फरक पर्छ क्या। तिमीले एकचोटि पर्सनलमा भनेको भए छुट्टै हुन्थ्यो, लाइभमा यो कुरा भएको रहेछ है। लाइभमा चाहिँ यो कुरा अलिकति भन्नु चाहिँ मलाई चाहिँ सही नलाग्यो केटा, किन भन्दाखेरि म अब यो कुराहरू म फेरि तिम्रो लाइभ अगाडिदेखि नै हेर्ने हो, लाइभमा धेरै हिँड्छन् होइन, हिँड्दा हुन्छ। तिमीले यो कुराहरू गरिरहेको थिएन, एकचोटि चाहिँ गराएको थियौ होइन, एकचोटि म हजुरसँगै खेल्नुहुन्छ, अरूसँग गरेको थिएँ मैले कुरा, यो कुरा चाहिँ के हो मैले तिमीसँग एकचोटि मैले लाइभमा म जाँदा होइन बस्न तिमी बस यही कुरा ल गएन त के भयो भने तिमीलाई कल गर्छु गुप्तासँग कुरा गर भनेर तिमीले कुरा गरिरहेको थियौ है। कस्तो हुन्छ भन्दाखेरि चाहिँ होला तिमीलाई पर्सनलमा मलाई तिमीलाई इक्जाम्पल है, नराम्रो नसोच है, इक्जाम्पल कसैले तिम्रो बारेमा नराम्रो भने यो भने मसँग आएको कुरा गरेछ, सिधा मैले त्यो मान्छे मेरो लयमा आएर सिधै मैले त्यो कुरा गरिदिनु ठिक कि म तिमीलाई पर्सनलमा कुरा गर्नुमा पर्सनल क्या अफलाइनमा कुरा गर्नु ठिक यति भन्देऊ। बाँकी कुरा अब तिम्रो हातको कुरा म केही बोल्दिनँ यसमा त। त्यो कुरा हो ठुल्दाइ होइन, अब त तिमीसँग त भेट त हुँदैन नि, अब खेल्दै अब सिर्फ मैले भन्न खोजेको के भन्दाखेरि चाहिँ हो तिवारीसँग भेट भएन यस्तो भयो ल, यसको कुरामा यो कुरा लिएर बस्नुभन्दा अगाडि बढौँ हेर केटा हो। अर्को कुरा जुन अब तिमीले चिनेको तिमीसँग खेलेको मान्छे रहेछ त अर्को भिसी भन्ने हो कि नै? संस्कार भन्ने होला। अनि अर्को कुरा यति बुझ राजा हेर, एउटा कुरा चाहिँ तिमी म पनि भर्खर नयाँ स्टिमर हो नि त, मैले पनि कति धेरै अस्ति एनजीसँग पर्यो, त्योभन्दा पहिला हाम्रो अजु भाइहरू थिए नि, उनीहरूले त्यसले नचिनेर लाइभ गर्थे, त्यति बेला पनि पर्यो, अस्ति भर्खरै च्यान्डी भाइसँग पर्यो। धेरै कुरा बुझेको छु हेर, आफ्नो भाइ छन् दाई छन् कम्युनिटीमा होइन, धेरै कुरा बुझेर धेरै कुरा देखाएको छु। स्टिमरको चाहिँ फर्स्ट बन्द रहेछ क्या। अब म अस्ति हेर ऋतिक भाइ हुनु अस्ति म एकदम फ्रस्ट्रेट थिएँ क्या, काम धेरै थियो अफलाइनमा, काम गरेर आएँ फ्रस्ट्रेट थिएँ, झ्याप्पै एउटा गाली गरिदिएँ मैले ऋतिक भाइलाई। तिवारीले ठुल्दाइ भनिदियो क्या, उसले नभने नि त हुन्थ्यो नि त, लाइफमा भएपछि त्यस्तो हुन्छ कि यति चाहिँ तिम्रो जिम्मेवारी हुन्छ है। यति कुरा चाहिँ आज हिजोको कुरा त सकिहाल्यो हेर, न मिलाउन सकिन्छ न के गर्न सकिन्छ। अब आउने कुराहरूमा चाहिँ त्यो लाइफमा चाहिँ होइन त्यो के अरे रूपन भन्नेले मलाई पहिले के अरे तँलाई मैले भनेको थिएन मैले, तँलाई थाहा छ रूपन है दसैँमा मलाई बाइक किनिदिन्छु भन्ने मान्छे हो कि त्यो सत्य कुरा भनेको। अनि हो त मैले पनि सुन्नु न त है, मैले पनि त मैले होइन साथी मात्र राखेको भन्छु होइन। होइन आकाश मान्छे ठिक हो कि,
मैले स्ट्रिमरमा उसलाई एक शब्द नि गाली दिएछु नि ल भन्नुहोस् तिवारी मा कसम खाएर आकाशलाई गाली दिएर भन्नुहोस् के उसले मलाई पर्सनली म्याटरमा गएपछि मात्र बोले बोले तिवारी साथी मुख सम्हालेर बोल भनेर बोलेर हुन्छ न मैले उसको बारेमा पर्सनली केही नराम्रो बोलेको छु गाली दिएर भने तिवारले भन्न सक्छ है साथी तिमीले मलाई भन्न सक्छौ हो किन भन त मैले तिमीलाई मुख छाडेपछि एकचोटि पनि छाडेन स्ट्रिममा कहिले पनि छाडेकै छैन आजको स्ट्रिममा राम्रोसँग बोल म पनि त्यो गलत होइन कि दाइ होइन तर कसैले आएर हुन्छ नि दाइ भनिराख्दा आफूले के पारामा खेलिरहेको हुन्छ नि मैले पैसा भयो यस्तै भयो भन्दा हामीलाई पनि टचर हुन्छ दाइ तर भन्छ तिमीले के गरे हो उसले भने छ भने मुखमा फाल्दै मुलीको के सुनेर यस्तो उसले भने कि उसले भनेको आइडीको लागि दिएको भनेर उसले भन्यो होइन आइडी किन दिएको पैसा भने रुपन ल्याएर मसँग तर मैले भनेको थिएँ नि मेरो 77,000 आइडी भने किनेको आइडी हो कि अब आकाश सुन न रुपनले पैसा मान्छे हालेको पोजिसनमा खराब रहेछ भन्दाखेरि आइडीमा पैसा हालेको मैले तँलाई मैले होइन तिवारीको लाइभबाट भएको मान्छे सबैलाई बोलाएर कता भयो त्यही बिचको अहिले मैले स्क्याम गर्यो भन्ने आयो क्या अहिले मैले होइन एउटा कुरा त म पनि एउटा कुरा चाहिँ मैले होइन यो आकाशले ठ्याक्कै त्यही बेलामा कुरा सर्ट के अरे आकाशकोबाट म त कतिजनाको लाइभमा गएर कुरा सल्टाउनु जाने भने मलाई अचम्म लाग्यो भने कुरा सल्टिस्या कुरा किनभने मैले अब तिमीलाई म त्यो चाहिँ खेल्छु थाहा थिएन खेल्नुहुन्छ नि तिमीले ल ए दाइ ल ठुलै एकचोटि ल अनाउँछ न एकचोटि त यताउता त्यो कुरा गर्नु पर्यो भन्दै गयो अनाउँथ्यो नि यो कुरै हुन्थेन होइन त्यही बेलामा हाम्रो आकाशले ठुल्लाई सुन ए यस्तो भयो कि ठुल्लाई तपाईँ उसँग खेल्नुहुन्छ थाहा छैन मलाई यस्तो अब फ्रेन्ड हो कुरा गर्नु हुन्छ भनिसक्यो दुईजनाले कुरा गरे हो यस्तो म पनि त सधैँ मैले हजुरमा देख्नु भएको कहिले म रुपनसँग खेलेको म्याच कहिले देख्नु भएन नि यस्तो हो कि त्यही बेला मैले भने नि त अब जुन कुरा उठिसकेपछि त्यो कुरा सल्टाउन नि जान्नुपर्छ कि कोलाई के गर्दाखेरि सल्टिन्छ भनेर सोच्नुपर्छ कि तर सुन ए आकाश सुन तिमीले त्यो कुरा तिमीले सल्टाउन सक्ने कुरा हो तर तिमीले के गर्यौ तिमीले गिफ्टरको मात्रै कुरा सुनेर बस्यौ कि गिफ्टरलाई तिमीले गिफ्टरलाई आफ्नो के अरे जस्तो हामी लबीमा नबोलाइकन सुन जस्तै हामी 3 जना रहेर त साथी मसँग 15-20 छ नि के साथी सुन त्यो जुन तिमी गाहा नि सुन तिमी जुन गिफ्टर भनेर गाहा नि त ताल पऱ्यो त्यसमा प्रायः चाहिँ गिफ्टर मैले छोडिदिएको गिफ्टरहरू नि छ फेरि विचार गर जे भन्ने पाइएको साथी त्यो त हामीले भनिन्छ नि हामी त यो कुरा यो भन्दा बाहिर नलैजाऊ किन भन्दाखेरि यो पनि के हुन्छ भन्दाखेरि कस्तो हुन्छ मान्छेलाई हेर तिवारी तिम्रो नराम्रो भने होइन यो कुरामा फेरि गिफ्टर भनेको कुरा मान्छेलाई आफूलाई मन पराएर सपोर्ट गर्ने कुरा हो भन्दै जाँदा यताउति गर्दै जाँदाखेरि अरूले किन ठेस पुछाउँछ हामी पनि त अरूलाई यताउति भन्यो भनेर नराम्रो लागेर हामी आएको हो नि त लाइभमा मलाई हेर कहिले मैले लाइभमा क्यामेरा अन गरेर बसेको छु 5 मिनट उभियो भन्यो भने म उभिन सक्दैन त्यस्तो हालतमा छु होइन त्यही त मैले ठुल्दाइलाई नि म सिर्फ लाइभमा आउनुको कारण के हो भन्दाखेरि एक तिवारीलाई A to Z सिकाउने गरिदिने सबै मै हो एक अर्को कुरा म हाम्रो आकाशमा सधैँ गइरहेको हुन्छु उसले अहिले कोही स्टिमको कुरा गरेको सुनेको छैन हेर अहिलेसम्म मेरो एउटा कुनै ब्याटिङ पाउन भन्नुस् कि आकाश वाइटीले अहिलेसम्म कसै फ्यामको लागि कोहीसँग न म्याच प्लेनिङ हानेको रेकर्ड छ त हेर्नुस् न म्याच प्लेनिङ गरेर भिडियो हालेको छ हेर्नुस् कोहीसँग हुन्छ नन स्टप एडिटेड पाएर छैन के फ्यामको लागि चाहिने हो म कतिसँग कन्ट्र हान्ने अब मेरो चाहिँ फेरि कस्तो छ भने मेरो फ्यानले भनेको कारण किन भन्दाखेरि हाम्रो तिवारीको किन भन्दाखेरि आफूलाई मन पराएको मान्छेले कोही भन्दा चित्त कसलाई दुख्दैन भन त तिमी आएको दुख्छ नि तर तिमीले किन भन्न सकेनौ कि मैले तिम्रे सुन अब ल सुन ओइ ठुल्लाई सुन न म एउटा कुरा भनिदिइहाल्छु ठुल्लाई तिमीले पनि भोगेको हो तिवारी सुन यो कुरा तिमीलाई मैले सधैँ डिस्काउन्ट भन्छु सोझो कहिले नबना हो कि होइन कसैले के भन्यो नि गाली गर हो कि होइन हो नि मैले भन्छु नि हेर केटा हो हाम्रो आकाशलाई हेर्ने पनि होला हाम्रो तिवारीलाई हेर्ने पनि होला मलाई हेर्ने पनि होला कसैको पछि लाग्ने होइन हेर जतिसुकै ठुलो होस् जेसुकै होस् घमण्ड भनेको सबै